जबसम्म मान्छेलाई भोकले सताउँछ, गरिबीले सताउँछ, जबसम्म सरकार गैर जिम्मेवार भएर जनताको समस्या बुझ्दैन, तबसम्म हामी जनताको सेवा गर्न कुनै पनि कसर बाँकी राख्दैनौँ। गरिब जनताको लागि निमुखा, भोका, होचा, अर्गेला, रोगी मान्छेहरूलाई जीवन बचाउने काम गर्छौं र मान्छेको, पशुको जीवन रक्षा यो सर्वोपरि दायित्व। त्यसमा पनि मानव जीवन संकटमा परेको छ। बाँचौं बचाऊ, उहाँले भने जस्तो सबैले होस्टेमा हैसे गरेर नागरिकको जीवनको रक्षा गरौं, यही नै भन्छु। हामी आधी पेट खाएर पनि, आफू भोको रहेर पनि अरूलाई खुवाउँछौं, हामी आफू जलेर पनि अरूलाई प्रकाश छर्छौं। मिशन रुकुम सक्सेस हुनेछ। बाबुको निम्ति उपचार गर्नको लागि चाहन्छु। ठिक छ, तपाईले 13,000 दिनुभयो। हो, अझ बेचेर समाज सेवा गर्छु। यो मैले चामल ल्याइदिएको छु, केही छाकटर छ, यो दाल छ, अनि त्यसपछि नुन अनि तेल छ। यसो भुटुन खान पनि हुन्छ भनेर ल्याइदिएको छु। यो 1 महिनाको कोठा भाडा तिर्दिनु होला मेरो तर्फबाट तपाईलाई। 1 महिनाको। हजुर, यस्तो दाताहरूले दिनेहरूले दिइरहेको काम गरिरहेको छ। तपाईहरुको पनि धन्यवाद होस्। हजुर, सुख शान्ति। हजुर, धन्यवाद। धेरैलाई सहयोग गर्नुभएको छ, धेरैको उद्धार गर्नुभएको छ। म अहिले तपाईलाई 1000 रुपैयाँ दिन चाहन्छु, पछि मैले गर्छु। पुण्य गौतम सर, 1 बोरा चामल, उहाँ आमालाई 1 बोरा, उहाँ दिदीलाई 1 बोरा, अनि दाल, तेल, नुन, हैन, सहयोग वितरण गरेर जान्छ। अब शीत ओभाएर घैला भर्ने भने जस्तो आनसकी मानव सेवा नै धर्म हो। सेवा नै धर्म हो। तपाईहरुलाई यो 500 पुण्य सर पनि तपाईले राम्रो काम गरिराख्नु भएको छ। अहिले अक्सिजनको एकदमै पहिला चाहिँ तपाईले भात खुवाउने काम गर्नुहुन्थ्यो हैन, बाटोमा जति पनि पीडितहरू थियो हैन, अहिले चाहिँ अक्सिजनको काम गरिराख्नु भएको छ हैन। जबसम्म मान्छेलाई भोकले सताउँछ, गरिबीले सताउँछ, जबसम्म सरकार गैर जिम्मेवार भएर जनताको समस्या बुझ्दैन, तबसम्म हामी जनताको सेवा गर्न कुनै पनि कसर बाँकी राख्दैनौँ। मिशन रुकुम सक्सेस हुनेछ। धन्यवाद। 5 वटा ग्यास सिलिन्डर यहाँ 1 2 3 4 5 हामीले 5 वटा सिलिन्डर, यो मास्कहरू अनि यी सेनिटाइजर लगायतका सामग्री लिएर काठमाडौँबाट आएका छौँ र तपाईँ मिडियाकर्मी साथीहरूले पनि यसमा मद्दत गर्नुभएको छ। तपाईँलाई धन्यवाद दिन चाहन्छु। र खास गरी दाहालजीले भूमिका बाँधिसक्नुभयो। वडाध्यक्षज्यू एउटा जिम्मेवार व्यक्तित्व हुनुहुन्छ, यसले धेरै काम गर्न सक्छ। बिरामी परिरहेको हुन्छ, छटपटी हुन्छ, हामीले चाहिँ यो उहाँहरूलाई त्यस्तो पर्यो भने तुरुन्तै कुनै पनि कोभिडको बिरामीलाई तपाईँहरूले विदिन 5 मिनट 10 मिनट पुर्याइदिनु होला भनेर यहाँ ल्याएको हो। राधे सर वा दाहाल सरले अथक प्रयत्न गर्नुभएको छ। आई वुड लाइक टु एक्सप्रेस थ्याङ्क्स। उहाँलाई धन्यवाद दिनुपर्छ। थ्याङ्क यू है, धेरै यहाँहरू सबैलाई, यो संस्थालाई, यहाँका अगुवा साथीहरू सबैजनालाई धेरै धन्यवाद। हजुर, अब यो ग्यास उचालेर त दिन सकिएन, यसलाई छोएर पवित्र बनाइदिनु। बनेवा नगरपालिकाको भौगोलिक हिसाबले सबैभन्दा ठुलो वडा पनि हो। नाला यो तपाईँको अब नाला भनौँ, नाला नै है, वडा नम्बर 3। हजुर, मेरो कृष्ण प्रसाद दाहाल।